भारतीय जनता पार्टी संघका अध्यक्ष श्री दुर्योधन लिम्बुजीलाई हार्दिक अनुरोध गर्दछु। अब आजको हाम्रो यस कार्यक्रमका प्रमुख अतिथि श्री भारतीय भूमि सैनिक संघ हङकङका भूतपूर्व अध्यक्ष वर्तमान संरक्षक श्री प्रवीण कार्तिक राईज्यूलाई स्टेजमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। अब आसन ग्रहणका क्रममा भारतीय भूमिको साथै नेपाल आर्मीको मेजर साहब श्री मेजर अमन गुरुङज्यूलाई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणकै क्रममा आंसरमञ्च हङकङका अध्यक्ष श्री कुमार गुरुङज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणकै क्रममा संस्थाका संस्थापक अध्यक्ष वर्तमान संरक्षक श्री जङ्गबहादुर गुरुङज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसैगरी संस्थाका भूतपूर्व अध्यक्ष वर्तमान संरक्षक तथा मीडिया प्रवक्ता श्री मन प्रसाद गुरुङज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणकै क्रममा संस्थाका सल्लाहकार श्री पुष्पबहादुर थापाज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसै क्रममा संस्थाका सल्लाहकार हंगरी क्याप्टन साहब श्री तुक राणा साहबलाई पनि आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसै गरी आसन ग्रहण क्रममा संस्थाका सुब्दार साहब और सल्लाहकार श्री ओम बहादुर गुरुङज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसै गरी आसन ग्रहणकै क्रममा सल्लाहकार श्री रुद्रबहादुर थापा साहबलाई पनि आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। अब आसन ग्रहणकै क्रममा यस भारतीय गोर्खा भूमि सैनिक संघ हङकङका सक्रिय सदस्यहरू, कार्य समितिज्यूहरू, मेम्बरहरू, भाइ बहिनीहरू, भानाभान्जाहरू सम्पूर्णलाई यथायथामा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। अब आज यो हाम्रो वर्षमा एकचोटि हरेक वर्ष गरिन्छ, त्यसैमा हामी पर्यटनको झलक नेपाली नै गरिन्छ भन्ने भोगु परिवारलाई, परिवारको आजको उपस्थितिलाई स्वागत गरिदिनु हुन सङ्घका वरिष्ठ सदस्य श्री चन्द्रबहादुर गुरुङलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद। भारतीय गोर्खा भूतपूर्व सैनिक संघ हङकङका सचिव टीकाराम लिम्बुज्यू, आज यस हुन गइरहेको भारतीय भूतपूर्व सैनिक संघ हङकङको दसैँ तिहारको हाम्रो नेपाली महान पर्व दसैँ तिहार तथा
दीपावली कार्यक्रम सहित हाम्रो भारतीय गोर्खा भूतपूर्व सैनिक सङ्घको 15औं स्थापना दिवसको उपलक्ष्यमा आज हामी यस भेटघाट कार्यक्रममा उपस्थित हुनुभएका यस कार्यक्रमका अध्यक्ष दुर्जन लिम्बुज्यू, प्रमुख अतिथि जजिङ चामलिङज्यू, संस्थापक अध्यक्ष जङ्गबहादुर गुरुङज्यू र हाम्रो ज्वाइँ साहब विशेष अतिथि मेजर उहाँको नाम मलाई याद छैन, यो अमन गुरुङज्यू, खमन गुरुङज्यू, त्यसै गरी स्टेजमा आसन ग्रहण गर्नुभएका हाम्रो सम्पूर्ण साहबहरू, गुरुजीहरूलाई म भारतीय गोर्खा भूतपूर्व सैनिक सङ्घको तर्फबाट र म वरिष्ठ उपाध्यक्षको तर्फबाट सम्पूर्णलाई मैले हार्दिक स्वागत गर्न चाहन्छु। त्यसै गरी हाम्रो मेम साहबहरू, भान्जा भान्जी साहबहरू, गुरुजीहरू आज यो हाम्रो कार्यक्रमलाई भव्य र सभ्य रूप बनाउनको लागि उपस्थित भइदिनु भएकोमा उहाँहरूलाई पनि म हार्दिक स्वागत गर्न चाहन्छु। र हाम्रो जति उपस्थिति हुनुपर्यो, जति हाम्रो मेम्बर हुनुहुन्छ त्यति हाम्रो उपस्थिति छैन, किन भन्दा हङकङको बिजी व्यस्तता को कारणले गर्दाखेरि पनि हामी बिजी व्यस्तताको कारणले हामी उपस्थित हुन सकेको छैनौँ र सक्दैनौँ पनि। किन भन्दाखेरि अब हङकङको व्यस्तता सबैलाई नै थाहा छ। त्यस कारणले गर्दाखेरि जति पनि यहाँ उपस्थित हुनुभएको छ उहाँहरूलाई मैले हाम्रो भारतीय गोर्खा भूतपूर्व सैनिक सङ्घको तर्फबाट म स्वागत गर्दै यस कार्यक्रमलाई, आजको कार्यक्रमलाई भव्य र सभ्य बनाइदिनु हुन म सबैलाई आह्वान गर्दै मेरो यो छोटो मन्तव्य यही अन्त गर्दछु। धन्यवाद। यदि कसै पनि अरू पनि हुनुहुन्छ भने नाम भन्नु होला, हामी नाम दिएर सम्मान गर्नेछौँ। र अहिले उहाँलाई 75 वर्ष पुरा गर्नुभएको उपलक्ष्यमा उहाँको सुस्वास्थ्य दीर्घायुको लागि खादा सम्मान गरिदिनु हुन सङ्घका सदस्य सङ्घका अध्यक्ष तथा प्रमुख अतिथिज्यूले उहाँलाई खादा लगाएर सम्मान गरिदिनु होला। उहाँ हुनुहुन्छ श्री चन्द्रबहादुर गुरुङज्यू। त्यो पार्टी हामीले नै संस्थाको नाम भए पनि त्यो पुरा झोरेको हामीले थियौँ। जम्मा 3800 त्यो पार्टीमा 3800 बिल आएको थियो। यसमा चाहिँ हामीले पनि खाजा लगाइदिने भन्नुभएको थियो। त्यही कारणले अब संस्थाका अध्यक्ष तथा हाम्रो संस्थाको लोगो अन्तर्गत उहाँले चाहिँ हामीले उहाँलाई सम्मान कार्यक्रम गरिएको थियो संस्थाको तर्फबाट। तर संस्थाको तर्फबाट गरिए तापनि हाम्रो चाहिँ
टिकाराम लिम्बुज्यू र हाम्रो पवन फागु भाइले चाहिँ त्यो सम्पूर्ण रकम जति पनि त्यहाँ खर्च भएको रकम थियो 3,838 हो उहाँहरूले बिहोर्नु भएको थियो र यो संस्थाको लागि हामीले भार पार्दैनौँ। हाम्रो आफ्नो रिलेसन हो। जो संस्थाले एउटा लोगोको आधारमा गरिदिनु भयो त्यो नै हाम्रो लागि चाहिँ गौरवको कुरा हो भनेर उहाँहरूले चाहिँ यो रकम चाहिँ उहाँहरूले बिहोर्नु भएको थियो र हामीले उहाँहरूले त्यो बिहोर्नु भयो र एउटा संस्थाको लोगोलाई उहाँले सम्मान गर्नुभएको कारणले गर्दा हाम्रो पवन फागुज्यू र सचिव टिकाराम लिम्बुज्यूलाई खाता लगाएर सम्मान गरिदिनु न। हाम्रो भारतीय भूतपूर्व सैनिक सङ्घ हङकङका अध्यक्ष एवं आजका प्रमुख अतिथि र संस्थाको अध्यक्षज्यूलाई खाता लगाएर सम्मान गरिदिनु न म हार्दिक अनुरोध गर्दछु। पवन फागुज्यू टिकाराम सधैँ गोलीले एउटा समाज सेवा राम्रो गर्नु पैसा चाहिँ अर्को पालि चाहिँ त्यस्तो हुन्न चेपुवा लगाइदिने चेपुवा कहाँ पुरा गालामा ढल्दिने हो। आउनु न यता सबैजना सबैलाई बोलाउनु पर्छ यस भारतीय भूतपूर्व संस्थाका वर्तमान संस्थापक ज्यू साथै मञ्चमा आसन ग्रहण गर्नुभएका सम्पूर्ण विशेष अतिथि प्रमुख अतिथि साथै आजको यस पावन अवसरमा उपस्थित सम्पूर्ण आमा बाबाहरू दिदी बहिनीहरू र समस्त रूपमा चाहिँ यस भूतपूर्व सङ्घलाई विशेष गरी हङकङमा आइकन आफ्नो कार्य व्यस्तताको बावजुद पनि यसरी आफ्नो संस्थालाई चाहिँ निरन्तरता दिनुभएकोमा र बारम्बार यसरी आउँदाखेरि यो संस्थासँग चाहिँ मेरो पनि एउटा आउने अवसरको दौरानमा चाहिँ विभिन्न अवसरहरूमा चाहिँ मलाई एउटा हौसला प्रदान गर्नुहुने सम्पूर्ण भूतपूर्व सङ्घ संस्थाप्रति मेरो हार्दिक नमन व्यक्त गर्न चाहन्छु। मेरो छोटो संक्षिप्त दिन चाहन्छु। म नेपाली सेनामा कार्यरत हाल मेजर नेपाली सेनाका सेनानी थमन गुरुङ, मेरो पुर्ख्यौली घर अर्जुन चौकारी छहरे स्याङ्जामा मेरो जन्म भएको थियो। अहिले म नेपाली सेनामा कार्यरत छु र अहिले रिसेन्टली म चाहिँ अहिले मिसनबाट युएन मिसनबाट चाहिँ मैले एउटा भ्याकेसनको लिभमा चाहिँ म 1 मन्थको लागि अहिले हङकङ आएको थिएँ र यसै हङकङका संस्थापक अध्यक्षज्यू जुन चाहिँ मेरो ससुरा बाबा हुनुहुन्छ र साथै विभिन्न विगतका दिनहरूमा पनि मैले
यस हङकङ भुपु सङ्घका विभिन्न अङ्कलहरूसँग चाहिँ भेटघाट कार्यक्रम गर्ने सुवर्ण अवसर पाएको थिएँ र यसै सन्दर्भमा चाहिँ अहिले 2082 सालको विजयदशमीको पावन अवसरमा यहाँ उपस्थित अथवा अनुपस्थित हुनुभएका विभिन्न कार्य व्यस्तताका बावजुद पनि उपस्थित हुन नसक्नुभएका सम्पूर्ण अङ्कलहरू आन्टीहरू र सम्पूर्ण भाइ बहिनीहरू सबैलाई चाहिँ विजयदशमी लगायत यो आउन लागेको दीपावलीको साथै छठ पर्वको मेरो व्यक्तिगत तर्फबाट सबैलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु र यसरी एउटा पल्टनको एउटा स्पिरिट डिकप्स जुन हामी पल्टनी हिसाबमा चाहिँ हामीले चिन्छौँ विगतका नम्बरीहरू भेट्ने एउटा अपर्च्युनिटी एउटा अवसर पनि यसै फोरमबाट हुन्छ विभिन्न कार्य व्यस्तताको बावजुदमा पनि यसरी चाहिँ सम्पूर्ण टिमलाई चाहिँ एकै स्थानमा यो एउटा जमरको जुन एउटा भुपु सङ्घ संस्थाले यो गरेको छ र आगामी दिनमा पनि यसै भुपु सङ्घ संस्थालाई चाहिँ आगामी दिन पनि अझ उत्तर प्रगतिको कामना गर्दै मेरो 2 शब्द यही टुङ्गाउन चाहन्छु। हस्त धन्यवाद। र्याङ्कको हिसाबले हामी सबैको हामीभन्दा धेरै माथिल्लो लेभलको मेजर साहब उहाँले आफ्नो मन्तव्य राखेर गइसक्नु भएको छ। अब यहाँनिर अघि अब मन्तव्यकै क्रममा सङ्घका संस्थापक अध्यक्ष हाल संरक्षक श्री जङ्गबहादुर गुरुङज्यूलाई आफ्नो मन्तव्य राखिदिने हुन हार्दिक अनुरोध गर्दछु। आज नपत्तै हाम्रो सङ्घ जमाको 14 वर्ष भइसकेको रहेछ। 15 लगाइसक्यो 2010बाट र अति नै खुसी अति नै महल यति भव्य देख्दाखेरि मलाई अति नै खुसी लाग्यो र आजको यस कार्यक्रमको सभापतिज्यू र इन्डियन गोर्खा भुपु सैनिक सङ्घ हङकङका अध्यक्षज्यू र आजको यस कार्यक्रमका प्रमुख अतिथि वर्तमान अध्यक्ष जजिङ चामलिङज्यू र त्यस्तै गरेर विशेष अतिथिमा हाम्रो इन्डियन गोर्खा भुपु सैनिक सङ्घको अति नै मेरो जोइ र भुपु सङ्घको जोइ मेजर थमान सिंह गुरुङ र हाम्रो सङ्घका वर्तमान हाम्रो मनप्रसाद गुरुङज्यू सम्पूर्ण एकमुष्ट हाम्रो टुक साहब रुद्रबहादुर साहब ओम साहब सबै सल्लाहकारज्यूहरू र वरिष्ठ उपाध्यक्षज्यू र हाम्रो सङ्घका सम्पूर्ण कार्य समितिज्यूहरू र सिनियर गुरुजीहरू नम्बरीहरू हाम्रो भाइहरू र हाम्रो भुपुका अति नै उज्यालो हाम्रो फिम्लीहरू बहिनीहरू सम्पूर्ण छोराछोरी नाता नातिनी सम्पूर्ण मोल लगायत मेरो परिवारको तर्फबाट अति नै दसैँ तिहारको यो न्यानो अभिवादन टक्राउन चाहन्छु र हिजोको दिनमा जेसुकै भए पनि हामी दुःख सुखो तलमाथि भएर यहाँसम्म आइपुगेको छ। अहिले जति पनि हाम्रो मेम्बरहरू र हाम्रो सिनियर गुरुजीहरू आउने क्रम परिरहेको छ। मलाई हिजोको 2010मा मैले यो दुःख गरेर हिँड्दाखेरि यो काम सफलता हुन्न कि भन्ने मलाई सोचिरहेको थियो तर सफलता पार्नमा मेरो साथमा 2010मा जुन कार्य समितिहरू थियो वर्तमान आदर्श जजिङ चामलिङज्यू वर्तमान आदर्श मानप्रसाद गुरुङज्यू वर्तमान आदर्श कालजित गुरुङज्यू लगायत मेरो साथमा महासचिव
मलाई अति नै सहयोग गर्ने र काँधमा काँध मिलाएर हिँड्ने मेरो भाइ अहिले जो वर्तमान अध्यक्षज्यू दुर्योधन लिम्बुज्यू छ। हामी यतिले गर्दाखेरि यो सङ्घ अझै पनि भव्य जाओस् भन्ने मलाई अति नै खुसी छ। र आउने भाइहरूले अहिले नयाँ नयाँ भाइहरू जति पनि नयाँ नयाँ आइराखेको छ, आज धेरै जस्तो नयाँहरू मैले देखेको छ। यो नयाँहरूले पनि यो हाम्रो कामलाई अति नै राम्रो गरेर जाओस्। र आज मेरो साथमा मेरो भोटानी दाई 85 वर्ष पुगेको चन्द्रबहादुर साई छ। हाम्रो वर्तमान अध्यक्ष सचिव र अर्को हाम्रो सोल्टी राजा उहाँलाई पनि हामीले सम्मान गर्न पायौँ। र अन्य साथीहरू पनि फेरि पनि त्यसरी नै राम्रो र अति नै उत्तम कुनै पनि चिजमा काँधमा काँध मिलाएर जाओस् भन्ने मेरो इच्छा पुरा भइराखेको छ। र हाम्रो सङ्घको 2010मा लक्ष्मण गुरुङ मिडिया पर्सन, हाम्रो लक्ष्मण गुरुङ र मेरो भाइ कृष्ण सस्तपागै हाम्रो मिडिया भाइ हो। मलाई 2010देखि नै साथ दिने अहिलेसम्म नै छ। त्यसै कारणले हाम्रो कृष्ण भाइलाई पनि धेरै धेरै धन्यवाद छ। यसरी नै हाम्रो भूपुमा आएर हामीलाई साइड सपोर्ट गरेर सञ्चारभरि देखाइराखेको छ। हामी सबैको भूपुको तर्फबाट हामीहरूको परिवारलाई पनि यो दसैँ तिहारको शुभकामना छ भन्दै म 2 शब्दलाई यहीँ राख्न चाहन्छु। धन्यवाद। धन्यवाद हाम्रो भारतीय प्रशासनिक सङ्घको सचिव टिकाली बिजुलाई र आजका हाम्रो यस दसैँ तिहारको बडाखानाको कार्यक्रमका हाम्रो सभापति अध्यक्ष दुर्योधन लिम्बुज्यू र यसै गरी हाम्रो सङ्घको संस्थापक अध्यक्ष जङ्गबहादुर गुरुज्यू र यसै गरी नेपाल आर्मीबाट युएनको मिसनमा कार्यरत हुँदै हाम्रो मेजर अमन गुरुङज्यू हाम्रो आइपुग्नु भएको छ। अमन गुरुङज्यू र यसै गरी मास्टर मोर्च हङकङको अध्यक्ष कुमार गुरुङज्यू र यसै गरी हाम्रा देशमा शासन गुरुजीहरू साहबहरू र यस हाम्रो भारतीय प्रशासनिक सङ्घको वरिष्ठ उपाध्यक्ष चन्द्रपुरज्यू, कोषाध्यक्षज्यू र हाम्रा सल्लाहकारज्यूहरू र हाम्रो सङ्घको कार्य समितिज्यूहरू र हाम्रो भारतीय प्रशासनिक सङ्घको सम्पूर्ण हाम्रो आदरणीय प्यारो दाजु भाउजू गुरुजीहरू छोराछोरी भान्जाभान्जीहरूलाई हामी भारतीय प्रशासनिक सङ्घको तर्फबाट आजका हाम्रो वर्षौनी हाम्रो वर्षमा एकचोटि मात्रै हाम्रो भारतीय प्रशासनिक सङ्घले बडाखाना हाम्रो आमन्त्रण गर्छौँ। त्यसमा आमन्त्रित हुनुहुने तपाईँले सम्पूर्णलाई म आजको प्रमुख अतिथिको तर्फबाट र यस कार्यक्रमको तर्फबाट हार्दिक ज्ञान अभिवादन गर्न चाहन्छु। र यही कुरो नबोलिकन विशेष गरेर आजका हाम्रो यस बडाखानालाई सफल पार्नको लागि आउनुहुने हाम्रो आगन्तक पाहुनाहरू, नातागोताहरू, यहाँहरू सम्पूर्णले गर्दाखेरि हाम्रो कार्यक्रम सफल भएको छ। त्यसै गरी पनि आउने दिनहरूमा योभन्दा अझै भव्य र सभ्य तरिकाले हाम्रो सङ्घले हाम्रो परिवारले बनाउन सफल हौँ भन्ने खालको मैले मेरो आशा लिएको छु। र यति भन्दै अब हाम्रो यो कार्यक्रमलाई अब दसैँ तिहारको पनि एउटा रमाइलो गर्ने कार्यक्रम छ होला जस्तो लागेको छ मलाई। देउसी भैलो कार्यक्रममा तपाईँ हामी सबैजनाले रमाइलो
गरेर अलिकति हाम्रो चाडपर्वलाई पनि मनाऊ भन्ने खालको उद्देश्यले पनि हामीले राखेको हो। र यति भन्दै मेरो छोटो 2 शब्द नै यिनी अन्त्य गर्दै अब आउने यो दसैँ तिहारको कार्यक्रम अझै रमाइलो एकदमै भव्य र सत्य रहोस् भन्ने खालको आशा गर्दै मेरो धन्यवाद। अरे अगाडि जानु नानी उता सबभन्दा ठुलो भारतीय हजुरहरूलाई वेलकम छ। अनि अब मजाले हामी मिलेर संस्थालाई